चाहिँ यहाँ सोल्टिनहरू हेर्दैछु सोल्टिनहरू एउटा मन पऱ्यो भने लिदिने भयो गाइस ससेज ओ के छ वेलकम ब्याक सो मेरो बच्चा बेलाको साथी भेट भएको छ एकदम राम्रो सेकुवा मोमो सबै कुरा पाउँछ हजुरहरु आउनु होला सो गाइस म चाहिँ स्टल हेर्न आइरहेको छु हैन हाम्रो स्टल भोलि सोनम लोसारको लागि स्टल हेर्न आइरहेको है यता साइडमा पुग्दो रहेछ लोसारको एकदम रमाइलो लास्टतिर पुगेर पर्दो रहेछ म चाहिँ पास लिन जान लाग्यो है पास चाहिन्छ भनेर पास लिन जान लाग्यो 21 नम्बरमा रे 21 नम्बर पास प्लस रक्सीहरू चाहिँ यहीँ हो तपाईँको 21 नम्बर है त हाम्रो पास र उसको यहीँ है सो गाइज म चाहिँ रक्सी पासहरू हेरेर आएँ होइन अब घर जाने हो अनि सामानहरू रेडी गर्ने बेलुका मात्रै आउँछु होला बेलुका सामान लिएर आएपछि यतै भेटौँला बाबा हाम्रो स्टेज चाहिँ यस्तो रहेछ डेन्जर छ स्टेज हाम्रो हनुमान भाइ हो हनुमान भाइ खा त ल्याम खान्छ यसले खा त खाना खा एकचोटि ल्याम भयो गाइज सो म चाहिँ स्टलको लागि फोक्सो रेडी गर्दैछु यता यति काटेँ लाइटै हो ल बल्ल देखेँ यार ल यति रेडी भयो अब यति बाँकी छ अनि यता यति सो हाम्रो हनुमान भाइ एकचोटि ल्याममा खाइदिनु भयो ल्याम है गाइस सो गाइस फाइनली हामी चाहिँ सबै काम सकाएर आज स्टलमा बस्नको लागि आइसकेको छौँ हाम्रो स्टलमा जाँदै स्टलमा चाहिँ हामीले ड्रम ल्याउन बिर्सेछ वास्तै तनाव हुनेवाला छ अब भोलि के गर्ने सो हाम्रो गुच्चाको सेटअप रेडी भइसकेको छ फाइनली हामी यहाँ पुग्यो सो घरमा सबै काम फिनिस गरेर आएको म केटाहरूलाई पुरा वेट गराइरहेको सो यही हो हाम्रो गुच्चा मोमोको सेटअप चाहिँ यो हुनेवाला छ गुच्चा मोमो यो चाहिँ हाम्रो त्यहाँनिर स्टेज छ होइन यताबाट यस्तो भएको छ हाम्रो सेटअप चाहिँ केही पनि भएको छैन केटाहरू सबजना यहाँ छ सुरजी व्हाट्सअप हाउ यु डुइङ म्यान औ ससेज लौडा गरेछ म्याच सिक्ने ससेजलाई सक गरिरहेको है जे छ दिलाउनु सबलाई सब बाहिरको त काम सब सकाएको रहेछ होइन हल्का फुल्का दिदी अब बाँकी नै छ कति काम बाँकी छ लगभग 50% भन्दा बढी काम चाहिँ सकिएको छ सो हामी चाहिँ यता राति स्टलमा सुत्न आएको सबै स्टलहरू चाहिँ बन्द भइसकेको रहेछ यु क्यान सी स्टलहरू सबै बन्द हामी यसो भिजिटको लागि हेर्दै है 30 नम्बरको स्टल चाहिँ कहाँनिर हो भनेर म खोजिरहेको छु यतानिर यहाँ सब सुतिसक्नु भएको रहेछ गुड नाइट एभ्रिवान सबजना बुझ है 30 कहाँ हो 30 नम्बर चाहिँ मेरो साथीहरू छ अरे है हेरौँ के हुन्छ कति नम्बर हो 30 कहाँ हो म खोज्दै भयो यार इंट्रेस्टिङ पार्ट दिस आई लभ इट यो के हो थाहा छ गाइज रक्सी बनाउने सो गाइज म चाहिँ अहिले स्टल राख्ने ठाउँमा चार्दै बसेको स्टलहरू है कस्तो कस्तो रहेछ भनेर सबै रमाइलो तर रात एकदमै बढी छ 12:30 1-2 बज्न लाग्यो होला
अब चाहिँ गएर सिधै सुत्दिने है गाइज बाई सी यू सो गाइज यो चाहिँ हाम्रो टेन्ट यहाँ हाम्रो बस्ने व्यवस्था हो यस्तो छ कुर्सीको माथि कुर्सी हो अनि त्यसरी ताकेर यसरी बसेको यत्रो बाक्लो हाल्दा नि ढाडतिर चिसो आउँछ त्यो अझ काठ छ मुनि चाहिँ काठ ओछ्याएर सुताएको गाह्रो छ यस्तै बस्नुपर्छ तेरोमा डाटा छ त्यही चलिरहेको छ डाटा चलाउनु पर्ला अब भोलि त चल्दैन गाह्रो पो छ त सुनभाइ के भने सुनभाइ तैँले टक्कै यसरी चियाल खोले घरको बाइक अगाडि ल जाउँ घुम्न हाम्रो बाइक त्यही छ जस्ट लाइक ड्रिम होइन त ठ्याक्क ओके त्यो चाहिँ त्यो अलिक ठुलो कोठा हुन्छ नि त्यो के अरे ग्राउन्ड फ्लोरमै मजाले सबै त्यस्तोमा हुन्छ कि ठ्याक्क कोठा क्याम्पिङ सो गाइस अहिलेको लागि हामी गुड नाइट गर्छौँ भोलि बिहान हेरौँ ल के हुन्छ अघि सुनलाई गुड नाइट गुड नाइट ओ गुड मर्निङ गाइस यहाँबाट उठ्यो होइन ल बिहान भइसक्यो सो दिस इज मर्निङ टाइम सब सेटअप गर्नुपर्ने छ के सेटअप गरिराख्ने यार सो मान्छेहरू चाहिँ कोही आएको छैन है अनि क्रम जारी नै छ हेरौँ त मेरो साथी छ अरे 30 नम्बर कहाँ हो यार 30 नम्बरमा हेर्दैछु साथी आएको छ अरे भन्थ्यो कता हो कता सो हाम्रो साथीहरूको नम्बर चाहिँ यही हो है स्टल नम्बर 30 भन्थ्यो है यहाँ चाहिँ विभिन्न परिकारहरू एकदम विङ्स फ्राई जस्तो पोट्याटो सेल रोटी ससेज ओ के छ वेलकम ब्याक सो मेरो बच्चा बेलाको साथी भेट भएको छ सबैजनालाई म हेर्दै आएँ कि 30 नम्बर भन्दै बाबुले अनि म ठ्याक्कै खोज्दै आएको तपाईँको ल ठिक छ उता आउनुहोस् हाम्रो 77 ऊ उतापट्टि कुनामा ठ्याक्कै यहाँ कुनामा देख्छ ल अहिले आउँछ नि त है ल म खाना खाएर टक्का खाना लाग्यो ल ल ल ल साथीलाई नि भेट भयो है गाइस म चाहिँ सामानहरू लिनु जानु लाग्यो गेट नम्बर 3 भने कता हो यार कहाँ हो खै देखिँदैन त सो पानीपुरी चटपटे सबै हेलो खोइ कहाँनिर म 3 नम्बर गेटमै हो यार हाम्रो ममा आइरहेको थियो गेटबाट चाहिँ आउनु दिएन त्यही भएर दाइ दाइ त्यो पठाइदिनु न यो मेरो हो पठाइदिनु न है मेरो हो कि सो गाइस हाम्रो चाहिँ खाना खाने बेला भएको छ मेरो पासाङ सोल्टीले खाइसक्यो ल सुक्ला खा म चाहिँ हान्दिएँ यस्तो भोक लागिसक्यो तपाईँको नाम के हो दावा लामा होइन यो यसको सुन दावा लामा हो तपाईँ एकचोटि गुच्चामा जानु पऱ्यो गुच्चामा गएर फोटो खिच्नु पऱ्यो गुच्चामा है ल वेट ल आउनु पऱ्यो गुच्चामा आउनु पऱ्यो भन्नु न दोकानमा एकदम राम्रो सेकुवा मोमो सबै कुरा पाउँछ हजुरहरू आउनु होला ल ओके ल थ्याङ्क यू सो गाइज हाम्रो आजको फर्स्ट कस्टमर हुनुहुन्छ सो ह्याप्पी लो सर ब्रदर ल स्वागत छ हजुरलाई ल ह्याप्पी लो सर लसो फाफुला प्लिज डु भिजिट गुच्चा मोमो है गाइज यु सी बस्नु न यो भित्र गएर यतापट्टि हेर्दा हुन्छ त्यहाँनिर छ सो गाइज हाम्रो चाहिँ सेटअप लगभग भइसकेको छ है यहाँनिर गुच्चाको सेटअप सो हामी अब लोसारको प्रोग्रामको प्रिपेरेसन हुँदैछ यताउता म चाहिँ यहाँ सोल्टिनहरू हेर्दैछु सोल्टिनहरू एउटा मन पऱ्यो भने लिइदिने
यस्तो राम्रो हुन्छ होइन अझै राम्रो लाग्ला हेलो वेलकम ब्याक टु गुच्चा ब्लग ल है त ल ओके so many girls in hello हाम्रो फुडमा पनि डिस्काउन्ट लाइफ लाग्यो अरे होइन उहाँहरूलाई चाहिँ सक्यो नो प्रब्लम पछि कनेक्ट हुन्छ अब यस्तो जाउँ न पुग्यो सो गाइस आज हाम्रो समुदायको भेरी स्याड है गाइस गभर्मेन्ट नाम के भन्नु त सानो टाइगर है साइमन सानो टाइगर रे गाइस है टु फलो हिम ओके गभर्मेन्ट चाहिरहेको छ है सिंगल पर्सन है रक Let's go. भित्र ठाउँ छ ए ल हेलो यतापट्टि उयो खाली छ ल बसौँ ल
हेलो लेसो हाँ गुल्ला हजुर कस्तो हुँदैछ सोनम लोसारमा तपाईँलाई रमाइलो भइरहेछ यो चाहिँ हाम्रो बसन्तपुरको गुच्चा मोमोको हो है सुन्नु भएको छ ल ए आउनु पनि भएको छ ल हाम्रो रेगुलर कस्टमर हो तपाईँ आउनु भएको छ गुच्चा मोमो आउनु भएको छ ल आउँदै गर्नु है त हेलो ह्याप्पी लोसार ह्याप्पी सोनम लोसार है हजुरहरूलाई गुच्चा मोमो सुन्नु भएको छ गुच्चा मोमो सुन्नु भएको छ अनि मैले नेवारमै बोलेको जी मस्युला ल भाइ So almost evening time. एकदम पुरा रमाइलो अवस्थामा है